अमेरिकी सेनाले भेनेजुएलामाथि आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको एक हप्ताभन्दा बढी समयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन्। उनले एउटा तस्बिर पोस्ट गरे जुन विकिपीडिया पृष्ठको स्क्रिनशट जस्तै स्टाइल गरिएको थियो, जसले उनको आधिकारिक तस्बिर देखाइएको थियो। उनलाई संयुक्त राज्य अमेरिकाको 45औं र 47औं राष्ट्रपतिको रूपमा सूचीबद्ध गरेको थियो। त्यसमाथि उनी भेनेजुएलाका कार्यवाहक राष्ट्रपति भएको उल्लेख गरेको छ। यद्यपि विकिपीडियाको वास्तविक पृष्ठले उनलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपतिको रूपमा सूचीबद्ध गर्दैन, न त कुनै अन्तर्राष्ट्रिय निकायले यो दाबीलाई मान्यता दिएको छ। अमेरिकी सेनाले भेनेजुएलामा आक्रमण गरेर यस महिनाको सुरुमा लघु औषधको आरोपमा कारावासमा मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई पक्राउ गर्यो, जसले अन्तर्राष्ट्रिय समुदायलाई स्तब्ध बनायो। शनिबार जनवरी 3 बिहान भेनेजुएलाको राजधानीमा हवाई आक्रमणको क्रममा युद्ध विमान र भारी नौसेना तैनातको समर्थनमा अमेरिकी कमान्डोहरूले उनीहरूलाई जबरजस्ती कब्जा गरेको थियो। केही दिनपछि न्युयोर्क अदालतमा उपस्थित हुँदा मादुरोलाई लागू पदार्थ तस्करी र अन्य आरोपहरूमा आफूलाई निर्दोष ठहर गरे। 63 वर्षीय मादुरोले म्यानहट्टनका एक सदस्य न्यायाधीशहरूलाई भने, म निर्दोष छु, म दोषी छैन।